नमस्कार, अपन समाचारमा स्वागत छ। अब समाचार विस्तारमा। जनता समाजवादी पार्टी जसपा नेपाल फेरि फुटेको छ। संघीय परिषद अध्यक्ष अशोक राईले बहुमत सांसदको समर्थनमा आफ्नो नेतृत्वमा नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्। प्रतिनिधि सभामा जसपाका 12 सांसद छन्, जसमा अध्यक्ष उपेन्द्र यादव, उपप्रधान तथा स्वास्थ्य मन्त्री छन्। मन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला बहालवाला वन तथा वातावरण मन्त्री नवल किशोर शाह सुरी समेतको संलग्नतामा अशोक राई समूहले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। नयाँ दलमा राई र सुरीसँगै प्रदीप यादव, रन्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेको खुलेका छन्। दल दर्ताको निवेदन दिन उनीहरू सबै आयोगमा पुगेका थिए। नयाँ दलको नाम जनता समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसको अध्यक्षतामा अशोक राई र संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठलाई प्रस्ताव गरिएको छ। केन्द्रीय कार्यकारिणी समितिमा 9 जना र केन्द्रीय समितिका 27 जना पनि नयाँ दलमा रहेको सांसद प्रदीप यादवले जनाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीहरूको दबावमा सत्ता समीकरण परिवर्तन गर्दै हिँडेको आरोप लगाउनु भएको छ। पार्टी निकट महिला संगठन राष्ट्रिय प्रजातन्त्र महिला संगठनले आइतबार काठमाडौँमा आयोजना गरेको महिला भेलामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको प्राथमिकता सत्तामत रहेको जिकिर गर्नुभएको छ। सत्तामा जाने देश लुट्ने र विगतमा आफूले लुटेका कारण हुने कारबाहीबाट जोगिने काम मात्रै ठूलो दलहरूले गरिरहेको उहाँको भनाइ थियो। अध्यक्ष लिङदेनले देशलाई लुटाहाहरूबाट मुक्त गराउनका लागि आफ्नो पार्टीले मात्र इमानदार भएर पहल गरिरहेको दाबी गर्नुभएको छ। उहाँले मुलुकले लुटतन्त्रहरूलाई धान्न नसक्ने उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउने काममा लाग्न पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो। लड्नुपर्छ भन्ने कुरा समेत विदेशीहरूले तय गर्न थाले। अहिले त्यही कुरा भइराखेको छ। विदेशीहरूको दबाव प्रभावमा भइराखेको प्रधानमन्त्री समीकरण परिवर्तन गरेर हिँड्छ भने अहिले देशको स्थिति के छ? तपाईँ भोलि बिहान उठ्दाखेरि प्रधानमन्त्री आफैले सत्ता परिवर्तन समीकरण परिवर्तन गरिसकेको हुन्छ। उनीहरूको प्राथमिकतामा सत्ता मात्रै छ। सत्ता मात्रै छ मात्रै होइन, सत्ता के का लागि छ भन्दाखेरि एउटा त मिलिजुली बाँकी रहेको देश लुट्ने र अस्ति लुटेकोबाट कारबाहीबाट जोगिने, कारबाहीबाट जोगिनको लागि उनीहरू जोडिने। यो कहिलेसम्म देशले धान्न सक्छ? अध्यक्ष लिङदेनले आफूहरूले गत निर्वाचन अघि नै नेपालको सरकार बनाउने निर्णय नेपाली जनताको हातमा हुनुपर्छ भन्ने एजेन्डा बोकेको र त्यसलाई कार्यान्वयनमा लैजानका लागि प्रयासरत रहेको पनि बताउनुभयो। उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ र जापानका विदेश मन्त्री योको कामिकावाबीच भेटवार्ता भएको छ। नेपालको एक दिने सद्भावना भ्रमणका लागि आउनुभएकी जापानकी विदेश मन्त्री कामिकावाले आइतबार अपराह्न सिंहदरबारमा पुगेर उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री श्रेष्ठसँग भेटवार्ता गर्नुभएको हो। द्विपक्षीय सम्बन्धलाई अझ कसरी मजबुत बनाउँदै लैजाने भन्ने विषयमा छलफल गरिएको परराष्ट्र मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ। हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा पनि आपसी छलफल भएको उहाँले बताउनुभयो। उहाँहरू बीच विश्वका विभिन्न परराष्ट्रसँग सम्बन्धित मामिलाहरू बारे पनि छलफल भएको थियो। सम्बन्धहरूलाई अझ दह्रो कसरी बनाउने, मजबुत कसरी बनाउने, हाम्रा बीचका आर्थिक सहयोगात्मक सम्बन्धहरूलाई कसरी अझ फराकिलो बनाउने, अझ वृद्धि गर्ने भन्ने बारेमा छलफल भएको छ र हामीले स्वाभाविक रूपमा दुईटा विदेश मन्त्रीहरूले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा विश्वका विभिन्न अन्तर्राष्ट्रिय मामलाहरूको बारेमा पनि छलफल भयो। जापानकी विदेश मन्त्री कामिवा उप प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको एक दिने भ्रमणका क्रममा नेपाल आउनु भएको हो। उहाँ राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ। यसअघि उहाँले आफ्नो सम्मानमा उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री श्रेष्ठले आयोजना गर्नुभएको रात्रि भोजनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले
जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको कामलाई अन्तिम चरणमा पुर्याएको बताउनु भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको 22औं स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम निर्माणको अन्तिम तयारीमा जुटेको र बजेट व्यक्तिको तयारी पनि अन्तिम चरणमा पुर्याएको बताउनु भएको हो। प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानका मागहरू सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो। उहाँले आम नागरिकलाई गुणस्तरीय सेवामा पुर्याउने राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने पनि सो प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री दाहालले वीर अस्पताललाई आम नागरिकको आशा र भरोसा केन्द्र बनाउन आवश्यक चिकित्सीय जनशक्ति उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने पनि बताउनु भएको थियो। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन राज्यको प्रमुख दायित्व हुने कुरातर्फ प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहनेछ। प्रतिष्ठानले भविष्यमा यस्ता कार्यलाई निरन्तरता दिने, क्षमताको अभिवृद्धि गर्ने एवं उच्चस्तरीय अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने छ भन्ने मैले विश्वास लिएको छु। यति बेला सरकार अर्को वर्षको नीति कार्यक्रमको अन्तिम तयारीमा जुटिरहेको छ। त्यसैगरी बजेट वक्तव्यको तयारी पनि अन्तिम। प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अध्ययन र अनुसन्धानलाई विशेष ध्यान दिई स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्न पनि उल्लेखनीय योगदान पुर्याउने सरकारको अपेक्षा रहेको बताउनुभयो। वीर अस्पताललाई आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउन आवश्यक चिकित्सकीय जनशक्ति उपकरण तथा बजेटको व्यवस्थामा सरकारले प्राथमिकता दिने सो कुरा व्यक्त गर्नुभयो। देशलाई आवश्यक लगायतका दक्ष जनशक्ति उत्पादन गर्ने चिकित्सा विज्ञान र राष्ट्रिय प्रतिष्ठानबाट आगामी आर्थिक वर्षमा भरतपुर अस्पताल र वीर अस्पतालमा उक्त कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो। साथै वीर अस्पतालको विस्तारका लागि बनाइएको दुवाकोटको 1500 बेड सहितको अस्पताल बनाउने गुरु योजनामा पहिलो चरणमा 500 बेडको अस्पताल र मेडिकल कलेजले निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई स्वदेशी तथा विदेशी शैक्षिक निकायसँग समन्वय र सहकार्य गरी समानुकूल बनाउँदै स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाइने पनि बताउनुभयो। नेपाली कांग्रेसका सांसद जीवन परियारले सरकारी अस्पतालले गरिब नागरिकहरूलाई निःशुल्क स्वास्थ्य उपचार दिने नीतिगत व्यवस्था गर्नुपर्ने बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद परियारले सरकारी अस्पतालले गरिब र निम्न आर्थिक अवस्था भएका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने बताउनु भएको हो। उहाँले यसका लागि स्वास्थ्य मन्त्रालयले नीति नै बनाउनु पर्ने बताउनुभयो। उहाँले औषधिमा कालो बजारी भइरहेको भन्दै मन्त्रालयले आम नागरिकले थाहा पाउने गरी अनुगमन गर्नुपर्ने बताउनुभयो। उहाँले निजी अस्पतालहरूले पनि अस्पतालमा के कति निःशुल्क शय्याहरू छन् सोको विवरण सार्वजनिक रूपमा टास गरेर जानकारी गराउनु पर्ने समेत बताउनु भएको थियो। र प्राइभेट अस्पताल छन्, प्राइभेट अस्पतालमा कति मैले चाहिँ अब जति पनि ठुलो अस्पताल छन् यहाँ मेडिसिटीदेखि लिएर यी अस्पतालमा त हाम्रो कुनै गुन्जाइसै छैन। कतिवटा फ्री बेड छन् भन्ने पनि थाहा छैन। आम पब्लिक थपाउनु पर्दैन, टाँस्नु पर्यो तपाईँको चाहिँ सार्वजनिक रूपमा अस्पतालले यतिवटा फ्री बेड छन्, यतिवटा हाम्रा बिरामी छन्, यतिवटा खाली छ भने थपाउनु पर्यो नि। अनि यो ढङ्गको चाहिँ अस्तव्यस्त नै छैन स्वास्थ्य क्षेत्रमा। हेर्नुहोस्, हामी संविधानमा लेख्छौँ, संविधानमा के लेखेका छौँ भने सांसद परियारले स्वास्थ्य क्षेत्रमा अस्तव्यस्तता रहेको भन्दै सरकारी अस्पताललाई राज्यको मातहतमा राख्नुपर्ने बताउनुभयो। हस्त अब व्यावसायिक विश्राम। जस्तो सुकै प्रयोजनका लागि अति उपयुक्त अत्याधुनिक भवन भाडाका लागि खुल्ला छ। जनकपुर धामको अति व्यस्त मुख्य बजार र सडकमा श्री जानकी मन्दिर र श्री राम मन्दिर भन्दा एकदमै नजिक महावीर चौक सुनारपट्टि जाने मुख्य सडकमा 4 तल्लाको अत्याधुनिक भवन, हरेक तल्लामा 2500 स्क्वायर फिट क्षेत्रफलमा सोचे अनुसारको कामका लागि उपयुक्त भवन। पहिलो तल्ला बैंक, वित्तीय संस्था वा कुनै पनि व्यावसायिक प्रयोजनका लागि अति उत्तम। दोस्रो तल्ला
लामो र चौडा हल जसलाई आफ्नो हिसाबले पार्टिसन गर्न मिल्ने। तेस्रो तल्ला स्मार्ट एपार्टमेन्टका लागि एकदमै उपयुक्त। चौथो तल्ला सम्पूर्ण खुल्ला हल जुनसुकै प्रयोजनमा प्रयोग गर्न सकिने। पर्याप्त इलेक्ट्रिसिटी, खानेपानी, लिफ्ट, इन्टरनेट सुविधा, बेसमेन्ट पार्किङ, मोसन सेन्सर, सेक्युरिटी गार्ड सहित हरेक सुविधा सम्पन्न अत्याधुनिक भवन भाडाका लागि प्रतीक्षारत छ। छिट्टै गर्नुहोस्। विशेष जानकारीका लागि कन्ट्याक्ट जब केस सेहत मजबूत तब लागत आरो सुंदर। असली आंवला डाबर आंवला। भ्यासलिनको ग्लिसरिन र जेली फर्मुला त्वचाको 10 लेयर भित्र गई सुक्खापनलाई फेरि आउनबाट रोक्दछ। नियमित रूपमा भ्यासलिन प्रयोग गर्नुहोस्, सुक्खापनलाई टाढा राख्नुहोस्। नेपाल टेलिकमको 4G नै पर्फेक्ट छ। स्पिड, टेक्नोलोजी, कभरेज, रिलायबिलिटी, अफोर्डेबिलिटी र साथै क्वालिटी र सर्भिसमा पनि नेपाल टेलिकम। काठमांडू के पैराडाइज मेन पावर अब अपने जनकपुर धाम में वैदेशिक रोजगार के लिए संपूर्ण काज करे वाला सऊदी, कतार, दुबई, मलेशिया, कुवैत लगायत संपूर्ण देश सब में गारंटी के साथ पठावा वाला, अपने के कहल बमोजिम के सैलरी में गारंटी के साथ विदेश पठावा वाला एकमात्र भरोसेगर कंपनी अब अपने जनकपुर धाम में पैराडाइज मेन पावर। आप विदेश जाए के लिए करावा वाला संपूर्ण काज सब के लिए काठमांडू नहीं जाए पड़त। अपने जनकपुर धाम में आबि गेल पैराडाइज मेन पावर। जाए के लागि जे आम पब्लिक सब के काठमांडू जाकर घंटों लाइन में लागे पड़े छले इंटरव्यू के लागि और 10-15 हजार रुपया खर्चा होय छले। अब काठमांडू नहीं जाए पड़ते। मेन पावर अपने से जनकपुर के भवनपुरा में आ गए। पैराडाइज मेन पावर में इंटरव्यू सहित के एकदम गारंटी के साथ में विदेश पठावे के काम हो रहा है। विस्तृत जानकारी के लिए संपर्क करिए पैराडाइज इंटरनेशनल प्राइवेट लिमिटेड, ब्रांच ऑफिस जनकपुर धाम, भ्रमरपुरा चौक, परिक्रमा सड़क। कॉन्टैक्ट 9801-25-430, ISO 9001-2000 सर्टिफाइड। विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारको स्वामित्वमा रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड स्थापना गर्नुपर्ने बताउनु भएको छ। आइतबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले विकास निर्माणको काम गर्ने गरी सरकारको स्वामित्वमा रहेको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड संस्थापना गर्नुपर्ने धारणा राख्नु भएको हो। समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल दफावार भएको थियो। बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित दफा 40 मा रहेको सार्वजनिक खरिद ऐन 2063 मा संशोधनको सम्बन्धमा बोल्दै मन्त्री गिरीले यस्तो धारणा राख्नु भएको हो। सो दफामा नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड स्थापना सम्बन्धित व्यवस्था गरिएको छ। पूर्वाधार निर्माण कम्पनी संस्थापनको सम्बन्धमा सांसदहरूले पक्ष र विपक्षमा मत राखेपछि मन्त्री गिरीले कम्पनीको पक्षमा धारणा राख्नु भएको हो। उहाँले पूर्वाधार कम्पनीलाई विकास निर्माणको काम गर्न दिनुपर्ने बताउनुभयो। उहाँले कम्पनीले बिना टेन्डर काम गर्दा अनियमितता हुन सक्ने भए पनि त्यसलाई रोक्नका लागि नियमावली र कार्यविधिहरूलाई व्यवस्थित बनाउनु पर्ने बताउनुभयो। उहाँले ठेक्का लिएर काम गरिरहेका कम्पनीहरूले काम छोडेमा सो काम पूर्वाधार कम्पनीले पूरा गर्नुपर्ने बताउनुभयो। तर कहिले कहिले के हुन्छ भनेदेखि अघि साथीले उठाउनु भयो र सन्तोष मान्यले पनि भन्नुभयो, कतिपय कम्पनीले काम गर्दै गयो, ऊ एक प्रकारले कोल्याप्स स्थितिमा गयो, बाँकी काम कसले लिने, बाँकी लिने तयार हुने स्थिति तत्काल बन्दैन। राज्यले यस्ता कुरालाई कम्प्लिट गरेर जानुपर्ने हुन्छ। इमर्जेन्सी स्थितिमा टेन्डर प्रक्रियाबाट जाँदै राख्दाखेरि त्यसले धेरै समय लिने, त्यसले बाँकी क्षति निम्त्याउने खतरा रहन्छ। त्यसलाई इमिडिएटली रेस्पोन्स गर्नुपर्ने हुन्छ। त्यसो भएको हुनाले ती कस्तो अवस्थामा कस्ता खालका केसहरूमा चाहिँ योले काम गर्ने त भन्ने विषय बरु त्यसलाई टुङ्ग्याउने एउटा निश्चित विधिहरू।
उहाँले टेन्डर प्रक्रिया लामो हुँदा ससाना समस्याको पनि समाधान गर्न नसकिएको बताउनुभयो। बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लामसालले सवारी दुर्घटनामा न्यूनीकरण ट्राफिक प्रहरीले कारबाही गरेर सरकारले नियमन बनाएर मात्रै नहुने बताउनु भएको छ। आइतबार पूर्व अर्निको यातायात प्रणाली लिमिटेडले काठमाडौँमा आयोजना गरेको दुर्घटना न्यूनीकरण सम्बन्धी अभिमुखी कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले सवारी साधन न्यूनीकरण गर्न सबैभन्दा बढी जिम्मेवार सवारी साधन चालक हुनुपर्ने बताउनु भयो। मन्त्री लामसालले सरकारले कानुन उल्लङ्घन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुने नसक्ने दावी गर्नुभयो। उहाँले सडक दुर्घटना कम गर्न सवारी साधनको स्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुनु आवश्यक रहेको बताउनुभयो। उहाँले सवारी चालकले आफूले पाएको जिम्मेवारी सहजतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो। निर्वाह गर्नुपर्छ पहिलो कुरा। मैले तपाईहरुलाई यहाँ यो सन्दर्भमा शुभकामना दिने सन्दर्भमा मैले कुरा गर्न खोजेको अर्को अहिले हाम्रो अध्यक्षज्यूले भने जस्तै हो, सरकारी कार्यालयमा जानुस्, ट्राफिक कार्यालयमा जानुस् वा सामाजिक कुनै सङ्घ संस्थामा जानुस्, बसमा भएको दुर्व्यवहारको बारेमा हामीलाई पनि मान्छेहरूले कम्प्लेन गर्छन् इन्डिभिजुअली। सवारी चढ्दाखेरि दुर्व्यवहार भयो भनेर मान्छेहरूले कम्प्लेन गर्छन्। ट्राफिकको दुर्व्यवहारको कुरा पनि तपाईहरुले हामीलाई भन्नुहुन्छ। ट्राफिकको दुर्व्यवहार भयो, ट्राफिकले यसो गर्यो त्यसो गर्यो, तपाईहरुले। उहाँले यातायातको क्षेत्रमा समस्या व्यवसायी, ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भूमिका यातायात व्यवसायीहरूको भएको उल्लेख गर्नुभयो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घर जग्गा कारोबारमा खरिदकर्ताले पारदर्शिता र अर्थात् विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायी हुन जरुरी रहेको बताउनु भएको छ। नेपाल घर जग्गा आवास विकास महासङ्घले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आइतबार कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनु भएको हो। उहाँले घर जग्गा खरिदकर्ता, घर जग्गाको क्षेत्रफल, स्वामित्वको अवस्था, सम्भावित कानुन अडचन र मूल्याङ्कको बारेमा पारदर्शी र यथार्थ विवरण प्राप्त गर्न घर जग्गा कारोबार व्यवस्थित र व्यवसाय हुनुपर्नेमा जोड दिनुभयो। मन्त्री अधिकारीले घर जग्गा व्यवसायीहरूले व्यवसायका मर्यादा रही प्रचलित कानुनको पालना गरेर व्यवसाय गर्न सकिने वातावरण भए मात्रै रियल एस्टेट व्यवसाय सफल हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले घर जग्गा कारोबारलाई पारदर्शिता बनाउन प्रमुख चुनौतीका रूपमा देखा परेको पनि बताउनुभयो। मन्त्री अधिकारीले कानुन बमोजिम व्यवसाय दर्ता वा इजाजत नलिई कारोबार गर्न परिपाटीले राज्यले अरबौंको राजस्व गुमाउनु परेको अवस्था रहेको बताउनुभयो। उहाँले कारोबार व्यवस्थित नहुँदा लगानीकर्ता र घर जग्गा खरिदकर्ताको कानुनी संरक्षण समेत कठिन भएको बताउनुभयो। उहाँले नेपालमा घर जग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरुरी रहेको पनि बताउनुभयो। उहाँले व्यवसायीकर्ताको विकास, पारदर्शिता, जिम्मेवार परामर्शी ग्राहकलाई अधिकतम छनौटको अवसर दिँदा घर जग्गा व्यवसायलाई हेर्ने दृष्टिकोणको परिवर्तन हुने अवस्था रहेको पनि बताउनुभयो। उहाँले घर जग्गा कारोबार शिथिल भएको अवस्थाले राष्ट्रिय अर्थतन्त्रमा पनि असर परेको बताउनुभयो। उहाँले त्यसलाई कम गर्न सरकारले विभिन्न प्रयास गरिरहेको भन्दै कित्ता काटमा देखिएको समस्या समाधान गर्न भू उपयोग नियमावली 2079 संशोधन गरी सहजीकरण गरेको दावी गर्नुभयो। उहाँले घर जग्गामा लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न भूमि सम्बन्धी ऐनमा आवश्यक संशोधन गरेको उल्लेख गर्नुभयो। कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन 2034लाई संशोधन गरी कारोबार गर्न लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। सहज वातावरणको निर्माण गर्न केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनमा आवश्यक संशोधन गरिएको छ। पछिल्लो समयमा घर जग्गा सम्बन्धी कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउन मालपोत ऐन 34मा संशोधन गरी घर जग्गा कारोबार गर्न इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ। मालपोत ऐन 34मा थप गरिएको कानुनी प्रबन्धले घर जग्गा कारोबारलाई थप
मर्यादित, विश्वासिलो र पारदर्शी बनाउन योगदान पुर्याउने विश्वास लिएको छु। नेपाल घर जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनीले घर जग्गाको कारोबारलाई व्यवस्थित, पारदर्शी र व्यवसायी बनाउनको लागि ल्यान्ड मार्केट अवधारणाको विकास गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले त्रुटे योजनाहरूले नेपालमा व्यवस्थित सहजीकरण बन्न नसक्ने दावी गर्नुभयो। उहाँले व्यवस्थित सहरीकरण बनाउनको लागि निजी क्षेत्रलाई ल्यान्ड पुलिङ सरकारले खोल्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले व्यवसायीहरूले पछिल्लो 30 वर्षमा काठमाडौँ उपत्यकामा 400 आयोजनाहरू सम्पन्न गरेको भए पनि मर्यादित बनाउन नसकेको बताउनुभयो। अध्यक्ष लोहनीले व्यवसायीलाई मर्यादित र विश्वासिलो बनाउनको लागि ल्यान्ड पुलिङ खेल्नुपर्ने बताउनुभयो। वर्षमा 22 वटा आयोजनाहरू उहाँहरूले सम्पन्न, करिब 400 वटा आयोजनाहरू सम्पन्न गरेका छौँ भने काठमाडौँ उपत्यका विकास बाहिर पनि, उपत्यका बाहिर पनि त्यति नै रूपमा डेभलपरहरूले काम गर्नुभएको छ, तर त्यसलाई मर्यादित बन्न सकेको छैन। यसका लागि ल्यान्ड पुलिङ अब प्राइभेट सेक्टरलाई खोल्नै पर्छ। ल्यान्ड पुलिङको लागि चाहिँ विदेशी अनुभवहरू पनि के छन् भन्ने कुरा यो 2 दिनमा छलफल हुने छन् र त्यसले हामीलाई मार्गनिर्देशन गर्नेछ भन्ने हामीलाई। उहाँले पछिल्लो समय घर जग्गा कारोबारमा आएको समस्याको कारण मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनुभयो। उहाँले अर्थतन्त्रमा देखिएका समस्या घर जग्गा कारोबार नहुनु पनि भएको दावी गर्नुभयो। उहाँले घर जग्गा कारोबार देखिएका समस्याको कारण व्यवसायी मात्र होइन, नेपालमा बैंकहरू पनि ढल्न सक्ने अवस्था रहेको बताउनुभयो। हस्त अहिलेलाई यतिकै। पल पल खबर, तेज नजर हेर्दै गर्नुहोला अपन टेलिभिजन। नमस्कार।